बाँदरे प्रवृत्ति भाइहरूलाई पनि म आह्वान गर्न चाहन्छु। कुन चाहिँले अब यो भोलिन्टियरहरू अहिले पुरा रिसाइरहेको छ, प्लाट्टै कुन चाहिँले हिर्काइदिएला, भोलि कुन चाहिँले प्लाट्टै हिर्काइदिएला, कुन चाहिँले हात भाँच्देला, हात टुक्राइदिएला, ऊँटहरू चिर्देला, त्यति बेला चाहिँ बीजेपीएमको नेतृत्वहरूलाई चाहिँ नलाउनु मैले भनिदिइरहेको छु। र प्रजातान्त्रिक मोर्चाको युवा मोर्चाको प्रेसिडेन्ट अमृत योन्जनले यही तरको मोटरसाइकलमा खुल्ला ओट चिनेर हात भाँच्ने धम्कीहरू दिएको थियो। यो सबैजना मानिसहरूलाई थाहा छ। त्यति बेला पनि मैले 3 सेप्टेम्बर 2023 मा एफआईआर गरेर यो 23 सेप्टेम्बरमा कोर्टमा पनि प्रोड्युस भएको हो यो एफआईआर। मैले त्यति बेला पनि पुलिसलाई एफआईआर गरेर मैले जनाएको हो। हिजो अस्ति पनि केशवराज शर्मा, एसपी शर्मा एन्ड अदर्स र उनीहरूको यो जुन चाहिँ हेन्सम्यान छ यिनीहरूको एगेन्स्टमा पनि मैले एफआईआर गरेको थिएँ। यहाँनिर सदर थानामा रिसिभ भयो, तर त्यसको पछाडि किन यसलाई रेजिस्टर गरिएन, यो पनि एउटा प्रशासनको ठुलो एउटा प्रश्न चिन्ह हो। र अर्को एउटा यहाँनिर सुपर मार्केट होइन, यो चाहिँ हाम्रो दार्जिलिङको त एउटा जक्सन हो। यस जक्सन जहाँनिर त हाम्रो सबै मानिसहरू यहाँनिर आउजाउ गर्छ, एउटा जक्सन जस्तो एरियामा यत्रो 50-55वटा सीसीटीभी क्यामेरा लागेको छ, तर एउटा सीसीटीभी क्यामेराको फुटेज पनि अहिलेसम्म सार्वजनिक भएको छैन कि मलाई कुन प्रकारले चाहिँ यिनीहरूले प्राणघातक हमला गरेको छ भनेर। र यो मेरो मात्रै सुरक्षाको कुरा होइन, यहाँनिर धेरै साधारण मानिसहरू ड्युटी आउने जानेहरू 7 साढे 7 भनेको त तपाईँको नर्मल टाइम हो, जुन चाहिँ मात्रै ड्युटीहरू त्यति बेला छुट्टी पनि भएको हुँदैन। तर त्यस्तो एउटा दिन दाडे भन्दा पनि मिल्छ साइन्सको टाइममा। म माथि त्यस्तो हुँदाखेरि पनि आजको दिनमा यिनीहरूलाई चाहिँ यिनीहरूको फुटेजहरू आउट भएको छैन। यो चाहिँ जस्ट तपाईँको जहाँनिर घटना भयो यो तपाईँको एसपी अफिसको जस्ट बिलो द नोज र सदर पुलिस स्टेसन र टाउन डिएसपीको अफिसको जस्ट 100 मिटर्सको छेउमा भएको घटना हो। मतलब यहाँको प्रशासनमाथि पनि यो एउटा ठुलो